हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल लाइभ सबैजना सन्चै आएर हुनुहुन्छ होला र म पनि एकदम सन्चै आएर हुन्छु। सो आज चाहिँ म हस्पिटलसम्म हिँड्यो भने त सो अलिक मेरो त्यहाँ चाहिँ एउटा हस्पिटलमा चाहिँ एउटा सानो काम थियो। त्यो काम चाहिँ पुरा गरेर आउँछु म। सो अब म चाहिँ घरदेखि निक्लेको चाहिँ लगभग समथिङ 1 घन्टा भइसकेको छ। अब म चाहिँ केही समयपछि पुग्छु। सो फाइनल गाइजहरू म चाहिँ केही समयपछि पुगिहाल्छु। म चाहिँ हस्पिटल अब तपाईँहरूले किन जानु भइरहेको छ भनेर भन्नु होला। सो म चाहिँ यत्रो चाहिँ हस्पिटल चाहिँ किन गएको भने नि त्यहाँ चाहिँ मेरो आमाले एकदमसँगै दबाई खानुहुन्छ। हो यो दबाई सकिएर म त्यहाँ आज हस्पिटलसम्म जाँदैछु। सो मलाई हस्पिटल पुग्न चाहिँ 15 मिनट जति लाग्छ। हस्पिटल पुगेपछि म हजुरलाई देखाउने नै छु। सो म पनि अब कुद्दैछु उसलाई भेटाउन। सो फाइनली गाइज हेर्नुहोस् म अब केही समय पुग्छु हस्पिटल। उसलाई पनि एकदम ब्यागसँग सँगै कुद्दैछु क्या। सो फाइनली गाइजहरू म पनि एकदम रेटमा छु। सो मैले चाहिँ बाइकलाई भेट्नु सकिनँ। अब हस्पिटल चाहिँ धेरै समय लाग्दैन, 3 मिनटको वेटमा पुगिन्छ। सो हजुर यहाँ चाहिँ भगवान् हुनुहुन्छ। कुन भगवान् हो नाम चाहिँ थाहा छैन, तर सिंहदेव भगवान् हुनुहुन्छ। तपाईँहरूले पनि देख्न सक्नुहुन्छ यहाँ भित्र हुनुहुन्छ। सो फाइनली गाइड चाहिँ मैले नि त ब्लग नहालेको धेरै दिन भइसकेको थियो। आज चाहिँ एउटा ब्लग हालिदिउँ भनेको, तर हजुरहरूले लाइक कमेन्ट सबैजनाले गरिदिनु होला। मेरो चाहिँ हजुरहरूले सपोर्ट गर्नु, म पनि हजुरहरूलाई सपोर्ट गर्छु। कमेन्ट छोड्नु, सब्सक्राइब गर्नु, अनि म तपाईँहरूलाई पनि गर्न सक्छु। र सो यो चाहिँ बल खेल्ने ग्राउन्ड रहेछ। म चाहिँ जाँदैछु। बाटो चाहिँ बिग्रेर यहाँ चाहिँ एकदम खत्तम छ नि त। म चाहिँ अब हस्पिटल आइपुग्न आँटिसकेको छु। फाइनल गाइजहरू तपाईँहरूलाई हस्पिटल देखाउँछु। मलाई चाहिँ लगभग हस्पिटल पुग्न चाहिँ 1 मिनट लाग्छ। सो यो तर बोर्ड छ, हो यो बोर्डमा छिर्न आँटिसकेको। फाइनली गाइजहरू म चाहिँ हस्पिटल छिरिसकेको छु। म चाहिँ यहाँ दबाई दिन्छु। यता चाहिँ टोइलेट साइडमा छ। वाना वार्किङ सेन्टर 5 कपल वाना। सो फाइनली गाइजहरू म चाहिँ घुरिसकेको छु हस्पिटल पुगेर। सो दबाई लिएँ मैले चाहिँ हस्पिटल पुगेर। अब घर पुग्न चाहिँ मलाई लगभग समथिङ 1.5 घन्टा जति लाग्छ। म चाहिँ पैदल हिँड्न आइछु, पुग्छु होला छिटै। ट्र्याक्टर के हो कि गाई चाहिँ कस्तो एकदम दिमाग के भ्याएर घुर के एकदम यो बरु गाउँमै ठिक छ क्या, एकदम सहरमा त दिमाग खराब के। सो म चाहिँ अब के भन्नु आँटिसक्यो। सो फाइनली गाइजहरू म चाहिँ एकदम मलाई चाहिँ बिहानै आएको नि त, त्यहाँ पर वानामा छ नि त एउटा फार्मेसी हो। यहाँ चाहिँ बसेको एउटा आन्टीलाई सोधेको तपाईँ चाहिँ यहाँ फार्मेसीको सिस्टर चाहिँ कतिखेर आउनुहुन्छ भनेको, 12 बजीतिर आउनुहुन्छ होला ढिलो भन्नुभएको थियो। सो हो म चाहिँ पर्खेर बसेको थिएँ, अहिलेसम्म आउनु भएन। यहाँ उता चाहिँ ठुलो वाना प्राथमिक स्वास्थ्य केन्द्र छ नि त, हो सबिन सरलाई भेटेँ। हो उहाँले चाहिँ झट्ट कता हिँडेको भाइ भन्नुभयो। म चाहिँ यस्तो दबाई लिन आएको छ। आज फार्मेसी खुल्छ भाइ, मै हो आज फार्मेसीको दबाई दिनुपर्छ भन्नुभयो। सो म चाहिँ आएर दबाई लिएर गइसकेको। सो आज चाहिँ हेर्नुहोस् न मौसम कस्तो दामी भइरहेछ एकदम क्या। मलाई त भोक लागिसक्यो नि त।
भोक लाग्यो। अब मैले के खाने त, दोकान पनि छैन नि त यता, दोकान छैन। अब दोकान पुगेपछि म खाजा खान्छु। अब चाहिँ म खाजा खान्छु। लगभग मेरो भिडियो अन्तिमै भएको छ र तपाईँहरूले हेरेर सपोर्ट गरिदिनु होला। र आज चाहिँ म यति भन्दै बिदा लिन चाहन्छु। हस्त।